नमस्कार साथीहरू, के तपाईहरु फोटो एडिट गर्दाखेरि क्यापकटको साइन अथवा कुनै पनि प्रकारको साइन आफ्नो फोटोको पछाडि जसरी देखिन्छ रुखहरूको साइन टेबल हजुरहरु टेबलमा बसेर फोटो खिच्नु भएछ भने ब्याकग्राउन्डका टेबलहरू अथवा कुनै रुखहरू कुनै पनि चीज वस्तु तारहरू झुन्डिएको कुनै बेला फोटो खिच्दाखेरि पछाडि ब्याकग्राउन्डमा तारहरू आउँछ त्यस्तो तारहरू आएर तपाईको फोटो आकर्षक देखिएको छैन र तपाईले त्यो फोटोलाई कसरी ती तारहरू हटाउने भनेर तपाईले सोच्नु भएको छ तपाईलाई त्यो आइडिया छैन भने तपाईलाई केही पनि गर्नु पर्दैन। यसको लागि हाम्रै मोबाइलमा रहेको गुगल फोटोबाट मजासँग हजुरहरूले फोटो एडिट गर्न सक्नुहुन्छ र त्यो ब्याकग्राउन्डमा भएका अननेसेसरी पार्टहरू अथवा अननेसेसरी मान्छेहरू तपाईको ब्याकग्राउन्डमा आएका साइडमा आएका कसरी हटाउने तपाईले त्यस कुनै पनि एप्सहरू प्रयोग गर्नु पर्दैन। हाम्रो मोबाइलमा दिएको गुगल फोटोमा जानुस्, गुगल फोटोबाट मजाले हजुरहरूले यो एडिट गरेर मजाले इरेजर गरेर हटाउन सक्नुहुन्छ। त्यसको लागि म एउटा स्क्रिन भिडियो पनि हजुरहरूलाई राखिदिन्छु। पहिले आफ्नै मोबाइलमा रहेको गुगल फोटोमा थिच्नुहोस् र कुनै पनि एउटा फोटो चुज गर्नुहोस्। हजुरहरूको ब्याकग्राउन्डमा कुनै फोटो तारहरू कोही आएका रुखहरू टेबलहरू देखिएका फोटो चुज गर्नुहोस् एउटा र एडिट भन्ने अप्सनमा जानुहोस्। एडिट भन्ने अप्सनमा गइसकेपछि फेरि स्क्रोल गर्छ, गुगलले सजेसन आफै दिन्छ कुन कुन हटाउने हो भनेर। अनि टुल्स भन्ने अप्सनमा जानुहोस्, एडिट भन्ने अप्सन टुल्स भन्ने अप्सनमा जानुहोस्। टुल्स भन्ने अप्सनमा गइसकेपछि तपाईलाई माथि देखियो होला इरेजर म्याजिक इरेजर भन्ने अप्सनमा जानुहोस्। म्याजिक इरेजर भन्ने अप्सनमा गइसकेपछि हजुरहरूको फोटोमा रहेको कुनै पनि वस्तु तार अथवा कुनै पनि हजुरको साइडमा उभिएको मान्छे या ब्याकग्राउन्डमा तपाईहरुले देखाउन चाहनुहुन्छ यो हटाउन चाहनुहुन्छ भने इरेजरलाई दाब्नुहोस्। इरेजर दाबेपछि आफ्नो औँलाले गर्नुहोस्, इरेजरले ट्याक्क कम्प्रेसन गर्नुहोस् आफ्नो औँलाले गरिसकेपछि यो डन गर्नुहोस्। डन गरेपछि हजुरहरूको फोटोमा रहेको ब्याकग्राउन्डमा रहेको सबै हटाउन चाहेको सबै मजाले यही गुगल फोटोबाट एडिट गर्न सकिन्छ। यसको लागि कुनै पनि एपको आवश्यकता पर्दैन।